हेलो गाइज, वेलकम टु Dio.com। आज म तपाईहरुलाई Dio.com मा सेलर बनेपछि कति फी र कमिसन दिनुपर्ने हुन्छ त्यसको बारेमा डिस्क्राइब गर्न गइरहेको छु। सबैभन्दा पहिले बुझ्नुपर्छ कि Dio.com एउटा यस्तो प्लेटफर्म हो जसमा तपाईले लो कस्टमा बिजनेस गर्न सक्नुहुन्छ धेरै बढी प्रॉफिटको साथ। किनभने Dio.com मा अल नेपालीज भनेको नेपालभरि नै फ्रीमा अकाउन्ट र लिस्टिङ गर्न दिइरहेको छ। कुनै समस्या भएमा 1 क्लिक सेलर सपोर्ट पनि दिइरहेको छ। त्यसमा पनि Dio डज नट टेक एनी एक्स्ट्रा चार्ज, कुनै पनि हिडन चार्ज भनेपछि Dioले कुनै पनि एक्स्ट्रा चार्जहरू लिँदैन। Selling commission in 5Ds. This charge is calculated based on the category of the product and size. Digital delivery provide choice to handle our fixed business, collection, packaging, warehouse and shipping control. जसमा तपाईको प्रोडक्टको क्याटेगोरी अनुसार नै चार्ज लाग्छ। त्यसमा पनि डिजिटल डेलिभरीको सेवा रहेको छ जसमा हामीले तपाईलाई फिक्स्ड ह्यान्डलिङको साथ कलेक्सन र प्याकेजिङ गरेर वेयरहाउस र शिपिङलाई कन्ट्रोल गर्दछौँ। Fixed fee mobile development. A fixed fee covers the fixed fee online work. This each day fixed selling charge and promotion per 100 in the per category, and we have the shipping cost and fees. जसमा हामीले फिक्स्ड फी कभरको साथ फिक्स सेलिङ चार्ज पर 100 पर क्याटेगोरीमा रहेको छ। जसमा Dio.com मा शिपिङ कस्ट र फी पनि रहेको छ। हामी कुन क्याटेगोरीमा कति कमिसन र फी काट्छौँ त्यो यस प्रकार रहेको छ। जस्तै हेर्नुहुन्छ कि क्याटेगोरी साइजमा फेसन, एथनिक एन्ड साडी वाला अप्सन छ। त्यसमा 10% कमिसन रहेको छ भने फिक्स रेट 35 रुपैयाँ राखेको छ। ब्युटी एन्ड पर्सनल केयरमा 6% कमिसन र फिक्स रेट चाहिँ 35 रुपैयाँ राखेको छ। अदर क्याटेगोरीमा 10% र 35 रुपैयाँ फिक्स रेट राखेको छ। त्यसपछि डेलिभरी चार्ज डिफरेन्स भनेको छ तपाईले फ्री शिपिङ सिलेक्ट गर्नुहुन्छ भने तपाईले लोजिस्टिकलाई फुल चार्ज दिनुहुन्छ। यदि डेलिभरी चार्ज लिनुहुन्छ भने लोजिस्टिकले कस्टमरसित लिन्छ। त्यसपछि डेलिभरी फी तपाईले कसरी क्याल्कुलेट गर्न सक्नुहुन्छ भन्ने कुरा लेखिएको छ। जसमा तपाई डेलिभरी फी लिनु हुँदैन भने तपाईले लोजिस्टिकलाई फुल चार्ज दिनुपर्ने हुन्छ। जस्तै कुनै कस्टमरले विराटनगरबाट सामान अर्डर गर्यो र लोजिस्टिकको चार्ज 150 हो भने त्यो तपाईले फुल चार्ज 150 दिनुपर्ने हुन्छ। यदि डेलिभरी चार्ज 120 हो भने तपाईले प्लस माइनस गरेर अर्डर गर्नुपर्ने हुन्छ। जस्तै नेसन वाइड डेलिभरी चार्ज फरक हुन्छ। जस्तै विराटनगरको चार्ज 150 हो भने कस्टमरले 120 र बाँकी 30 रुपैयाँ तपाईले तिर्नुपर्ने हुन्छ। त्यसपछि रहेको छ कि तपाई ग्रोस मार्जिन कसरी निकाल्न सक्नुहुन्छ। त्यसको लागि अटोमेटेड ग्रोस मार्जिन क्याल्कुलेटर युज गर्न सक्नुहुन्छ। तपाईको प्रोडक्टको एमआरपी 500 Dioमा छ भने त्यसमा तपाईले सेलिङ प्राइस निकाल्नु पर्ने हुन्छ। त्यसको लागि 500 * 100 - 12 / 100 गर्नु होला। त्यसपछि यति आउँछ। त्यसपछि ट्याक्स काट्नु पर्ने हुन्छ यदि काटेको छैन भने। र त्यसपछि फिक्स रेट अथवा फिक्स फी क्याल्कुलेट गर्नुपर्ने हुन्छ। फिक्स फी को लागि बेस रेट 35 रुपैयाँ हुन्छ सबै अर्डरमा। त्यति क्याल्कुलेट गरिसकेपछि टोटल फी क्याल्कुलेट गर्नुपर्ने हुन्छ। त्यसको लागि कमिसन प्लस फिक्स रेट प्लस क्लोजिङ फी यदि छ भने हाल्नुपर्ने हुन्छ। त्यसपछि हामी मार्जिन रेट क्याल्कुलेट गर्न सक्छौँ। जस्तै मार्जिन रेट सेलिङ प्राइस माइनस प्रोडक्ट कस्ट माइनस टोटल फी दिनुहुन्छ भने मार्जिन रेट आफै निस्किन्छ। भिडियो हेर्नु भएकोमा धन्यवाद।